यो रहेछ हाम्रो यहाँ सो प्लान्टहरू है। यो चाहिँ सो प्लान्टहरू मनी प्लान्ट रहेछ। अनि तपाईँको यो के भेराइटीको छ, यो के भेराइटीको रहेछ यहाँनिर। यो बोन्साई भन्ने त्यो चाहिँ कता छ? यो नि हो है बोन्साई। हजुर यो बोन्साई भन्ने यो चाहिँ अहिले अलिकति राम्रो भएको छ। यसलाई डेकोरेट गरेर अर्को कुन भन्नुभयो हजुरले? यहाँभित्रको यो पनि बोन्साई रहेछ है। यो तिनटै बोन्साई। त्यहाँ चाइनिज बेम्बो होला सायद। यो चाइनिज बेम्बो। यो यसको नाम के भन्नुभयो? फिडेल। फल दिने सो प्लान्ट है। इन्डोर प्लान्ट सो प्लान्टहरू रहेछ। यो मनी ट्री। यो चाहिँ जिजी भन्ने। ल यो जिजी भन्ने रहेछ ल है। अब यो प्लान्टहरू त धेरै भेराइटीको सो प्लान्टहरू राख्नु भएको रहेछ दिदीले यहाँ। ल अब यो मेरो यसो उसमा हेर्नु होला होइन। यो चाहिँ भित्रको इन्डोर प्लान्टहरू अनि प्लस तपाईँको सामान गमलाहरू भाँडाहरू पनि पाउनुहुन्छ। अनि आन्टी हजुरसँग एउटा सानो कुरा राखेँ है मैले। यहाँ पनि भित्र पनि रहेछ ल। हजुरको क्याबिन पनि राम्रो रहेछ है। हजुरले यो प्लान्टहरूलाई चाहिँ अलिकति त्यो भनौँ न, हामीले यो माटो मिसाउँछौँ नि, त्यो माटोलाई चाहिँ के पाराले हामीले घरमा उत्पादन गर्न सक्छौँ यो प्लान्टहरूलाई? कि यस्तै त्यो यहीँको प्लान्ट भित्रको इन्डोर प्लान्ट अनि बाहिरको आउटडोर प्लान्ट पनि दुइटै, त्यसमा रासायनिक मलहरू कोकोपिट राख्ने। हजुर हजुर कोकोपिट भन्ने माटो बालुवा अलिअलि। हजुर मल। अब कति गमलालाई तपाईँले रोप्ने हिसाबले मल हाल्ने, माटो पनि त्यही हिसाबले हालेर हजुर 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 फिट्नु पर्यो। हजुर फिटेर त्यसलाई अनि गमलामा प्लान्ट गरेर बेला बेलामा उ गर्नु पर्यो। मल हाल्ने र फिट्नु बित्तिकै रोप्नु हुँदैन। भनेपछि 2-4 दिन छोडेर हामीले रोप्नु पर्यो। ल हजुरले यो पनि भन्नुभयो। अनि यो प्लान्टको लागि काट्नलाई कैँचीहरू पनि यहाँ उपलब्ध रहेछ हामीसँग है। त्यसलाई यो सबै औजारहरू पनि उपलब्ध रहेछ। हाम्रो यो गर्दैको ठ्याक्कै पुलैमा छ यसको सेन्टर। मैले हजुरलाई यो उसमा हालिदिन्छु। पञ्चकुमारी नर्सरी भनेर छ रहेछ, लोकेसन त्यहाँ रहेछ, म हालिदिन्छु ल। यहाँ राम्रो राम्रो प्लान्टहरू यो सिसामा पनि धेरै राम्रो देखेको छ यसरी हाल्दा। ल अब यो युट्युब च्यानल एउटा यो प्लान्ट पनि सिउँडी काँडा, यसलाई के नामले चिनिन्छ? क्याक्टस है। सिउँडी काँडाको टाइपकोमा रहेछ, क्याक्टस प्रजातिको। ल हाम्रो यो क्याबिनमा है त्यहाँ छ चाइनिज बेम्बो चायमा। यो चाइनिज बेम्बो कसरी छ आन्टी हजुर? 700 र 500 छ है। पट सुत्दै आउने रहेछ चाइनिज बेम्बो। हजुर यो रहेछ बोन्साई गरेर बोन्साई प्लान्ट। यो पनि राम्रो उयो छ बोन्साई प्लान्ट। ल यहाँ मुनि चाहिँ मनी प्लान्टहरू हाल्नु भएको रहेछ। ल अहिलेलाई यति भन्दै है बिदा हुन्छु। ल नेक्स्ट भ्लगमा फेरि भेटौँला है।